हेलो साथीहरू, आज चाहिँ म राजमा आलुको तरकारी ग्रेभीवाला बनाउन गइराखेकी छु। यसलाई चाहिँ मैले राम्रोसँग धोएर कुकरमा बोइल गर्न राखिसकेकी छु र अलिकता आधा चम्मच जति मैले नुनलाई पनि राखिदिएँ र हल्का चलाएर यसलाई चाहिँ कुकरको ढक्कन लगाएर सिटी लगाउँछु। उतातिर चाहिँ मैले ग्रेभी गर्नको लागि 2वटा प्याज, टमाटर, लसुन, हरियो खुर्सानीलाई, अदरकलाई मिक्सीमा पिसिसकेकी छु र यता चाहिँ कडाईलाई गरम गरेर त्यसमा अलिकता तेल राखेँ र आवश्यकता अनुसार तपाईहरुले राख्न सक्नुहुन्छ। र एउटा सानो कचौरामा मैले 2 चम्मच धनिया पाउडर, 1 चम्मच रातो खुर्सानी, 1 चम्मच गरम मसला र हल्का राजमा मसलालाई पनि लिए 2 चम्मच जति र यसलाई चाहिँ अलिकता पानी राखेर मैले चाहिँ घोल बनाइदिएँ। घोल बनाएर हल्का चलाइदिने यसलाई अलिकता फुलेपछि राम्रो हुन्छ। जुन हाम्रो गरम तेल छ त्यसमा यसलाई राख्दाखेरि चाहिँ जल्दैन। अलिकता जिरा र दालचिनी र 2वटा मैले तेजपत्तालाई राखेँ। यसलाई चाहिँ हल्का फ्राई भइसकेपछि हल्का धेरै गर्नुहुन्न, जलिहाल्छ। र जुन हामीले पेस्ट बनाएका थियौँ मसलाको त्यसलाई चाहिँ मैले यसमा राखेँ। हल्का पाकिसकेपछि मसलालाई पाक्न दिनुपर्छ, नत्र पहिला जुन हामीले पिसेको प्याज छ त्यसलाई राखेर यसलाई राख्दाखेरि काँचो स्मेल आउँछ, मसला पाक्दैन। अब राम्रोसँग पाकिसकेको छ। मैले चाहिँ 1 चम्मच अदरक लसुनको पेस्टलाई राखिदिएँ। यसलाई पनि पाकिसक्यो, हल्का यसलाई फ्राई गरिदिएँ। पाकिसकेपछि हेर्नुस् त मसला राम्रोसँग पाकेको छ र तेल पनि माथि यसको बुँदाहरू देखिँदैछ। यतिको पाकिसकेपछि अब चाहिँ हामीले जुन पिसेको मसला छ प्याज टमाटर त्यसलाई चाहिँ यसमा राखिदिने। यसमा चाहिँ मैले केही हैन, प्याज टमाटर अदरक र अलिकता र हरियो खुर्सानी एउटा 2टा पिसेर राखिदिएँ। यसरी चलाइसकेपछि हामीले केही छिनको लागि केही पनि नचलाएर अब यसलाई ढक्कन लगाएर राखिदिने, जल्दैन। केही समय पाक्न दिनुपर्छ। अलिकता हाफ पाकिसकेको छ, समथिङ 50% हाम्रो मसला पाकिसकेको छ। हेर्नुस् त। अब फेरि राम्रोसँग एकछिन चलाउने, बीचबीचमा हेर्दै गर्ने कतिको पाकेको छ भनेर, नत्र जल्छ मसलाहरू। फेरि मैले यसमा एकछिनको लागि ढक्कन लगाएर राखिदिएँ र खोलेर फेरि पनि चलाएर अझ पनि ढक्कन लगाएर राखिदिएँ र आवश्यकता अनुसार हामीले 1 चम्मच नमक त मैले पहिला बोइलमा राखिसकेकी छु। राजमा बोइल गर्दाखेरि अझ 1 चम्मच यसमा राखेँ मैले। नुन स्वाद अनुसारको राख्ने। यसरी फेरि ढक्कन लगाएर राखिदिएँ। केही छिन पाकिसकेपछि खोलेर हेरेँ मैले। हाम्रो मसला समथिङ 99% पाकिसकेको छ। मसला पाक्यो भने उसबाट तेल निस्किन्छ, 1% बाँकी छ। हेर्नुहोला मसला पाकेपछि कसरी तेल निस्किन्छ। केही छिनपछि तेल निस्किन्छ है। अलिकता म हजुरहरूलाई देखाउँछु। हेर्नुस् त, अब हाम्रो मसला समथिङ 100% पाकिसकेको छ। एकदम राम्रोसँग पाक्यो भने आफै त्यसबाट तेल निस्किन्छ है। यतिको मसला पाकिसकेपछि अब जुन हामीले बोइल गरेको राजमा थियो त्यस पनि राजमा एकदम राम्रोसँग बोइल भइसकेको छ। मैले चाहिँ पानीलाई हाल्दिनँ। पहिला चाहिँ यो दाना र आलुलाई सारा यसमा हालेर फ्राई गर्छु केही सेकेन्डको लागि। त्यसपछि जुन बाँकी रहेको पानी हुन्छ त्यसलाई पनि यसमा राखिदिन्छु म। धेरै पानी राख्नुहुन्न, पातलो ग्रेभी हुन्छ। आफूलाई आवश्यकता अनुसार अलिकता राख्दा हुन्छ। जुन मैले गरम गर्दाखेरि राखेको थिएँ त्यसै पानीलाई मात्र मैले यसमा राखेकी छु। हाम्रो यो केही छिन फ्राई भइसकेको छ। अब चाहिँ मैले अलिकता पानी राखिदिएँ। जुन बोइल गर्दाखेरि राखेको पानी थियो त्यति मात्र राखेँ। केही छिन पाक्न दिनुपर्छ। अलिक गाढा ग्रेभी हुन्छ यसको। हाम्रो गाढा अलिकता ग्रेभी भइसकेको छ। अब चाहिँ मैले यसलाई चलाएर हल्का पाकिसकेपछि आफूसँग भएको धनियालाई माथिबाट राखेर चलाएर अब चाहिँ हाम्रो राजमा पाकेर सिद्धिसकेको छ मेरो रेसिपी। यति नै। हजुरहरूलाई कस्तो लाग्यो कृपया जस्ताको तस्तै प्रतिक्रिया दिन चाहिँ नदिनुहोला। विशेष गरी सब्स्क्राइब गरिदिनु होला मेरो च्यानललाई भन्दै आजको लागि बिदा हुन्छु। हवस् त, धन्यवाद।